आदरणीय दर्शक वृन्द, आज मैले वसन्त ऋतुको छोटो मिठो परिचय लिएर आएको छु। पहिलो पटक मेरो भिडियो हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन घन्टी थिचेर हामीसँग जोडिन नभुल्नुहोला। कहाँदेखि कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ लाइक कमेन्ट गर्न नभुल्नुहोला। वसन्त ऋतुहरूको राजा मानिएको वसन्त ऋतु प्राकृतिकमा नयाँ जीवन र उत्साह ल्याउने मनमोहक ऋतु हो। यो ऋतु आएर हिमालको जाडोहरू घटेर सबै जीव जन्तुहरू आनन्दित हुन्छन्। वसन्त ऋतुको यो कहलाउँदो सुन्दरतामा सबैको मन रमाउँछ। चराचुरुङ्गीहरू गीत गाइरहेका हुन्छन् भने भमराहरूले त्यसमा सङ्गीत भर्छन् अनि पुतलीहरू फुल डुलेर नाचिरहेका हुन्छन्। शीतल हावा चल्दा कलिला पातहरू पङ्खा झैँ हल्लिरहेका हुन्छन्। यो वसन्त ऋतुको आगमनमा सारा बगैँचा वन जङ्गल पाखा पखेरा फुलले ढाकेर ढकमक्क हुन्छ। आमाले सबै छोराछोरीहरूलाई एकै नास माया गरेको जस्तो वसन्त ऋतुको आगमनमा सारा पशुपन्छी वन जङ्गल सप्रेर जान्छ। कलिला ससाना लता वृक्षहरू धरती बाहिर निस्किएको देखेर सबै एकग्रचित भएर जीवन बिताइरहेका हुन्छन्। यही वसन्त ऋतुको बिचमा नयाँ वर्ष नयाँ साल लाग्छ। त्यो नयाँ सालले नयाँ जोस जागर नयाँ उमङ्गका साथ नयाँ सोचहरू बदल्ने नयाँ जीवन सुरुवात गर्ने एउटा खुसियाली भित्र्याउँछ। यस वसन्त ऋतुमा फरक किसिमका ऋतु अनुसारको धेरै मिठा फलफुलहरू खान रमाउन हामी सबै बालबच्चादेखि लिएर सम्पूर्ण बुढाबुढीसम्म यी फलफुलहरू खान एकदमै रुचाउँछौँ। यी फलफुलहरू खाँदा हाम्रो मनमा लागेका हरेक पीडाहरू खुसीले गदगद हुन्छ। यी फलफुलहरू देख्दा साह्रै आनन्दित आउने यो वसन्त ऋतु आफैमा नामै वसन्त ऋतु भनेर नामै काफी छ। यो वसन्त ऋतुको नाम वसन्त ऋतु हुनुमा नै सबभन्दा हाम्रो मनलाई शान्तपूर्ण वातावरण हो।